र साथी हो, आज चाहिँ हामी यो सौरेनी GP1 अन्तर्गत पर्ने संसद 4 सौरेनी जियाबारीको 17 नम्बरको यो धारामा आएको छौँ। र अहिले पनि हामी चाहिँ बर्खा लागेको छ होइन। अहिले पनि हामी चाहिँ बर्खामा लुगा धुनु नुहाउनु हामी यहाँनिर यो धारामा चाहिँ हामी लुगा धुनु नुहाउनु आउनु परेको छ। र यहाँ देख्नुहुन्छ तपाईँहरूले, यहाँ हेर्नुहोस् ल, यो चाहिँ केन्द्रको जुन स्किम थियो नि, जल जीवन मिसन, त्यो मिसन अन्तर्गत चाहिँ यहाँनिर पाइप सेटिङहरू गरेको छ गाउँ गाउँमा होइन। तर हाम्रोतिर चाहिँ विडम्बना के छ भने, यो अहिले जल जीवन मिसनको चाहिँ हर घर जल होइन, तर हर घर नल मात्रै भइरहेछ। तर कहिले चाहिँ अब हर घर जल हुन्छ होला भन्ने आशावादी छौँ होइन। तर यसरी नै अब भविष्यमा पनि चाँडै नै अब यो पाइपहरूमा पनि जलहरू आउँछ भन्ने आशा राखेको छौँ होइन। र यो चाहिँ हो हाम्रो गाउँदेखि अलिक पनि साधु गाउँमा जाने यो स्किमको पाइपहरू। र हाम्रो गाउँमा पनि यसरी नै हरगल नल चाहिँ छ होइन, तर हरगल जल चाहिँ भएको छैन। र अन्त म के भन्न चाहन्छु भने नि, अब यो हरगल जल छ नि, जल जीवन मिसन, यो चाँडै नै अब हर घर जलमा चाहिँ कन्भर्ट होस् भन्ने आशा राखौँ।